च्याटा लाएर यहाँ चाहिँ शिवजी हुनुहुन्छ। दामी फुल फुलेको छ नि है। हेलो वेलकम ब्याक है च्याटा लाएर। अनि आज फेरि स्वागत छ तपाईँहरूलाई मेरो नयाँ ब्लगमा। अनि आज चाहिँ हामी देवी डाँडा च्याटा, अनि हामी चाहिँ आज जेठी सासू अनि बुढी अनि भाइ आएको छौँ च्याटा लाएर है त। यहाँ चाहिँ शिवजी हुनुहुन्छ। ए दिने दिदी त हुन्छ। च्याटा लाएर यहाँ चाहिँ टिकटक बनाउनु हुने अरे। अनि च्याटा लाएर यता चाहिँ यो चाहिँ मङ्गलबारे यता माथि सिधा यहाँ माथि चाहिँ मङ्गलबारे, यहाँ तल बुधबारे। अनि यहाँ चाहिँ हाम्रो शिवजी। नानी रोइदियो। सबिन लादा च्याटा लाएर यो चाहिँ चप्पल खुस्कियो अरे। सक्स लाउनु पर्छ नि त। अनि यस्तो दामी फुल फुलेको छ नि है हाम्रो नेचुरल ब्युटी। मर्निङ च्याटा लाएर हाम्रो नानीको चाहिँ जामा पनि जामै भइरहेको छ। कति सुहाइरहेको त्यसो नभन है। जामा होइन पेजामा उसले देखाउँदैछु। अनि मास्टर मन्दिर पनि छ, अनि मन्दिर पनि देखाउँछु है त। अनि अहिले चाहिँ हामी यहाँ घुम्ने छौँ है। च्याटा लाएर अब त्यो फोटो पनि खिचिसक्यौँ। अनि त्यहाँदेखि अब हामी माथि जान्छौँ, माथि मन्दिर घुम्छौँ। अनि मन्दिर घुमेर चाहिँ हामी मङ्गलबारे पनि भिजिट है, मङ्गलबारे पनि देखाउँछु मैले। अनि यता फोटो खिच्नुहुँदैछ दिदीहरू। यता हुनुहुन्छ हाम्रो मेरो बुढी अनि नानी म। बाई गरिदिन्छु, बाई गरिदिनु। फोटो खिच्नुहुँदैछ च्याटा लाएर। च्याटा लाएर अब यहाँ फोटो ल्याएको अझ माथि खिच्ने अब यता आउनु यता। ए होइन हौ माथि जानुपर्छ भन्दा भन्दैन कि च्याटा लाएर। च्याटा लाएर हामी यहाँ चाहिँ फोटो पनि खिचिसक्यौँ है त। अनि अरे हामी माथि जानेछौँ, यहाँ माथितिर मन्दिर है। अनि मन्दिरमा जानेछौँ। च्याटा लाएर मन्दिर पनि देखाउनेछौँ हामी है। अनि यहाँ घुम्नु पनि आउनु भएको छ। यो चाहिँ हाम्रो सिंहदेवी हाम्रो मन्दिर।
अहिले ट्याक्कै माइक पोखरीमा पनि माइक पोखरी भन्दा चाहिँ माइक खोलामा पनि उत्पन्न भएको छ नि त। त्यहाँ पनि अहिले चलिरहेछ। ढक्क लाएर च्याट्टा लाएर अब सिंहदेवी यहाँ चाहिँ हाम्रो सिंहदेवी ल च्याट्टा लाएर अब हामीले चाहिँ फोटोसोटो पनि यहाँ हाम्रो सिंहदेवीमा खिचिसक्यौँ। अनि हाम्रो मेरो बुढी चाहिँ तल जाँदैछ हुन्छ। च्याट्टा लाएर अब पर गएर एकछिन फोटोसोटो खिचेर अनि हामी अब तल झरेर खाजासाजा खाएर अनि हामी चाहिँ घरतिर जानेछौँ एकछिन। अब टाइम हुँदैछ नि त, रात पर्न लागिसक्यो। फेरि 2 बज्यो दिदी, 2 बज्यो। ए च्याट्टा लाएर यहाँ चाहिँ अहिले हिजोअस्ति नयाँ टोइलेट बनाएको है हाम्रो। यता नि उल्लु चाहिँ कुन देउताको हो भन्ने चाहिँ मलाई चाहिँ थाहा छैन र पनि च्याट्टा लाएर फोटो खिच्दियो भनेकोलाई म त फोटो खिच्दिनँ। अनि त्यहाँ गएर त्यो किन मिलाउनु त? पुरा जङ्गल छ यो चाहिँ पुरा सरकारी भनौँ न। अब चिजा हुँदो रहेछ है जाने। यताउता चाहिँ फेरि हाम्रो खिचडी यता बस्नु फेरि ल्याएर बस्नु। अनि यता चाहिँ हाम्रो यता सुर्खेतिर सुर्खे जस्तो पर्छ होला यता चाहिँ। अनि यतादेखि यता माथि चाहिँ हाम्रो पान्टार ग्राउन्ड छेउ त्यहाँ पछि च्याट्टा लाएर यहाँ चाहिँ अहिले गीत आएन अरे। अहिले मलाई आँखा नझिकाउ नि, लाज हुँदैन। यता फोन नम्बर पनि लेखेको रहेछ 98 टिकटक बनाउनु हुँदैछ है। च्याट्टा लाएर यहाँ फोटो खिच्नु हुँदैछ है। म खिचिदिन्छु दिदी, बस्नु तपाईँ। च्याट्टा लाएर है। अनि यहाँ चाहिँ हाम्रो उल्लु कि चिल हो, चिल है चिल। अनि मेरो बुढी चाहिँ यहाँ अगाडिबाट छोरी मान्छे जस्तो देखिरहेछ नि। दिदीलाई च्याट्टा लाएर अब जाने टिकटक बनाउनु हुने होला अब एकछिन। अनि जाने टिकटक बनाउनु हुन्छ होला। च्याट्टा लाएर अब चाहिँ होइन हुन्छ।
नाच्नु ए त्यहाँ मेरो बुढीले दिदीकै बिगार्दै गर्ने कोनी होइन के को लाज लाग्यो मलाई कति लाज लागिरहेछ अहिले चाहिँ अलिक राम्रो भयो होला है च्याटा लाएर फेरि टिकटक बनाउनु हुने अरे टिकटकले मन भएछ र अनि मेरो प्रियतामा कडाकुडुक हान्ने क्या आया दिदी हुनुहुन्छ मेरो छोरी अनि भाइ सबै अल्छी लाग्यो होला होइन तपाईँ टिकटक बनाउनु हुने अरे यो के भन्छ 2 सेकेन्डको चित्रमा 2 सेकेन्डको भिडियोमा चित्र देखिन्छ चरित्र होइन भने जस्तो यहाँ मैले चाहिँ चरित्र खिचिदिरहेको छु एउटा भिडियो भएन अझै गर्नु हुँदैछ ल म बेबी आउ त आउ सानो छिटो कि स्लो ए स्लो छिटो हैन यतिकै आफै बुझिङ गर्ने हो के ए ल नगर्न पर अगाडि उता भिडियोमा चाहिँ फेरि हैन हुन्छ ओइ त्यस्तो माथि माथि चढ्नु न अब त्यो च्याटो लगाएर है अब फोटो सोटो पनि खिचिसक्यौँ होइन अब फोटो फेरि अब चाहिँ हामी घरतिर जान्छौँ अनि यसलाई पनि अल्छी लाग्यो होला घरमा बसेको भए कति खेल्थे भन्दै थियो होइन कति खेल्थे आएर म त कहाँ घुम्नु जाने भनेर आयो अनि दिदी हुनुहुन्छ अनि खुसी अब जाने है जाउँ है च्याटो लगाएर हामी चाहिँ फोटो सोटो पनि खिचिसक्यो अब यहाँ देवी डाँडादेखि चाहिँ तल जाने थियौँ अनि खाजा साजा खाने अनि खाजा साजा खाएर घरतिर जानेछौँ दामी सयपत्री पनि फुलेको रहेछ नि त नि मेरो भन्दा प्यारो मेरो बेबी